यहाँनिर हामी बसेको घरमा चाहिँ अब जमिनको विषय लिएर मान्छे उचालेर माथि रोडबाट ढुङ्गा हानेको च्यादर छेड परेको भिडियो बनाउँछु म। यहाँनिर हेर्नुहोस्। च्यादर छेड पारेदेखि ढुङ्गा पनि भित्रै झरेको थियो। मैले खिचिरहेको छु ढुङ्गा पनि। च्यादर छेड परेर यसरी नै यहाँको यो मान्छेहरूले हाम्रो जमिनभित्र बस्ने मान्छेहरूले चाहिँ यसरी नै मान्छे लाएर यहाँ माथिको घर पनि ढुङ्गा हानेर पहिला चाहिँ माथि च्यादरमाथि ड्याड्याङ ड्याङ गरेर ढुङ्गा हान्यो। त्यहाँबाट चाहिँ छिरिम छिरिम गरेको आवाज आयो। राति 9:30 बजी यही डाँडाबाट फर्केको एक ग्रुप केटाहरू, यही नै डाँडाबाट फर्केको एक ग्रुप केटाहरू बेलुका हामी खानाहरू खाइसकेर हामी ढल्किरहेको थियो। निदै हालेको चाहिँ थिएन। त्यहाँदेखि पहिला च्यादरमाथि ड्याडाङ गरेर ढुङ्गा हान्यो। त्यहाँबाट चाहिँ छिरिम छिरिम गऱ्यो। ऐना फुटाएको आवाज आयो। मैले टाइम हेरेँ 9:30 भएको थियो रातिको। त्यहाँबाट भोलिपल्ट बिहान चाहिँ आमा हेर्नु गयो। साँच्ची नै ऐना फुटाइरहेको थियो। त्यहाँबाट आमा त्यतै सरासर डाँडापट्टि गयो। अशोककोमा गएर अशोकलाई भनेछ आमाले, अशोक हाम्रो त घरको ऐनाहरू सबै फुटाइदिएछ, आएर हेरिदिनु नि भन्दाखेरि आएर हेरि पनि दिएन। हो, अब तिनीहरूले लाएको मान्छेले फुटाएको अब कसरी हेऱ्यो होला हिँड्दै बाटोमा, त्यहाँनिर गाडी लिएर हिँड्छ, हेऱ्यो होला। यसरी नै यिनीहरूले चाहिँ त्यस्तो गर्दै आएको। यो सबै यो यहाँनिर डाँडामा जति घर छ त्यति घर नै मिलेर चाहिँ मान्छे लगाएको छ हामीलाई। र विशेष चाहिँ मैले चाहिँ जमिनको कुरा गर्नै हुँदैन। अब जमिनको कुरा नगर्दा पनि पुरै अब हामीले खजना तिरिरहेछ जमिनको सालै पछिको। तर यिनीहरूले चाहिँ अब जमिनको कुरा गर्नु दिँदैन। पुरै क्याप्चर गरेर बसेको छ, क्याप्चर गरिदिएको छ यिनीहरूले। अनि यो जुन घर भिडियोमा छ, यो घरबाट एकदम डरलाग्दो सबैजना डाँडाकोहरूले नै अब मिलेर चाहिँ टर्चर चाहिँ हामीमाथि डरलाग्दो गरिरहेछ। पोहोरको साल अब आमाले यहाँ तल अम्लिसो कर मात्रै काटिदियो। त्यो चाहिँ कस्तो जग्गामा रोपेछ भने झ्याङ बढेर आयो भने चाहिँ हाम्रो अब बारीभित्रै पस्ने त्यस्तो खालको पाराले रोपिदिएछ आमाले चाहिँ। अन्त आमाले चाहिँ कसले काट्यो भन्यो भने मैले काटेको भन्दिनँ भन्दै आमाले काटिदियो। त्यहाँ त्यति बेला राजेश घरमा थिएन रहेछ, बुढी रहेछ। बुढी सुनेर चाहिँ भोलिपल्ट भनिदिएछ उसको बुढालाई। राजेशलाई भन्दाखेरि राजेशले यसो भने, भोलिपल्ट आज जस्तो आमाले अम्लिसो काट्यो, भोलिपल्ट जस्तो चाहिँ अब यसो भन्दा रहेछ राजेशले, जेसुकै गर्दै गरोस् त, त्यसको छोरा त जसरी पनि मार्छु भनेर खुब भन्यो। मैले खुब सुनेको कुरा। अनि हिजोअस्ति भर्खरै यसो भन्दै थियो, माथि त बनाइसकिहालेँ, अब यहाँ माथि मारेर मात्रै यहाँ बनाउँछु घर भन्दो रहेछ। त्यसरी पनि मैले खुद भनेको छु नि, त्यतिले बुढी चाहिँले सुन्छौ भनेर भन्दो रहेछ। त्यो पनि मैले छङ्गै सुने यहाँनिर। अन्त यस्तो गर्दै आएको छ। त्यहाँबाट यिनीहरूले अब पुरै मान्छे लगाएको छ। त्यहाँबाट राजेशले नि उहाँ पर गाई बाटोमा ओह्रालो जाँदै थियो। अगाडि राजेशको अगाडि दुईजना केटाहरू थियो। त्यो केटाहरू एकजनाले चाहिँ भन्यो, एक्लै भेट्यो भने के हुन्छ अरे भन्दाखेरि राजेशले भने छाल्ला बिल्ला हुन्छ भन्दै गयो। अन्त म यहीँ बसिरहेको थिएँ, मैले छङ्गै सुनेको कुरा। यसरी नै अब यिनीहरूले चाहिँ पुरै मान्छे लगाइरहेछ, मारिदिए भनेर मान्छे लगाइरहेछ। र अब यो डाँडाकोहरूले जति पनि गरेकोहरू चाहिँ मैले रेकर्ड चाहिँ गर्दै राखिरहेको छु।
अन्त मेरो फोनमा अब यहाँ यिनीहरू बोलेको त अलिक टाढोबाट बोलेको त सुन्दैन, मेरो फोनले तान्दैन। मैले कानले सुनेको जति खुद कुरा सुनेको जति चाहिँ मैले रेकर्ड गरिरहेको छु यसरी नै। अनि यो घरदेखि पर यहाँ पर एउटा घर छ, त्यहाँनिर ढुक्कै मान्छे बसेर यहाँनिर हेर्छ। यहाँनिर पनि अहिले चाहिँ पुरै ढुकिरहेछ मान्छे। त्यहाँदेखि यो घरबाट चाहिँ रक्सी पनि बनाउँछ यो घरमा। त्यहाँबाट त्यो हाइवेमा काम गर्ने भैयाहरूलाई उचालेर पठाएको थियो यहाँनिर। यहीँ तलबाट आधी बोतल रक्सी ल्याएर चाहिँ यहाँनिर घरमा चाहिँ पोखायो। त्यो आधी बोतल रक्सीलाई यहीँ पोखायो। त्यहाँबाट बोतल पनि यहीँ फ्याँक्यो। त्यहाँबाट एकजना चाहिँ उँधो फर्केर बस्यो। अनि अर्को चाहिँ म किचनमा थिएँ, किचनपट्टि आएर मलाई घोप्टेर आँखा पल्टाएर हेर्छ। त्यहाँबाट मेरोबाट गोजीबाट फोन निकालेर चाहिँ फोन गरेको जस्तो, फोन गर्नु पर्यो भनेर चाहिँ फोन गर्नुको लागि फोन निकाले जस्तो गरे गोजीबाट। त्यहाँबाट चाहिँ गयो, उँधोबाट गयो। अब यस्तो खालको पनि गरेछ यहाँ तलबाट। त्यहाँदेखि त्यो छोची बाउलाई पनि यहाँ तलबाट पठाएको। म बसिरहेको थिएँ यहाँ हाइडेनमा, आप्पा ऊ पर गहिरीमा घाँस काट्दै थियो। आमा चाहिँ थिएन, आमा बजार गएको थियो कि कता गएको थियो। आमा चाहिँ थिएन घरमा, आप्पा चाहिँ घरमै थियो। तर ऊ पर गहिरीमा घाँस काट्दै थियो, अम्लिसोको घाँस एउटा काट्छ आप्पा, थाहै पाउँदैन। त्यति बेला चाहिँ उयो तल छोची बाउ आएछ। यसरी भन्छ, म यहाँ माथि कोही पनि छैन भने पाकपुक पारिराख्दै भनेर। म साँच्ची नै त्यो मान्छे त सरासर आयो। यहाँ तल तेर्सोबाट आएर उकालो आएर यता हाम्रो घर आउने बाटै आएर त यहाँ घर छेउमा आउँदाखेरि चाहिँ मैले आप्पालाई बोलाएँ। आप्पा भन्दै बोलाउँदाखेरि त्यो मान्छे चुप्पो लागेर चुपचाप यहाँदेखि अब उकालो गयो। त्यस्तो पनि गरेछ यहाँ तलबाट, यही घरबाट। हुन त यिनीहरू सबै यहाँ माथि बस्नेहरू सबैजना मिलेर चाहिँ गरिरहेछ। त्यहाँबाट पाइपमा पानीको विषयमा पनि पुरा टचर, सुरैन पानी आयो होला भन्ने। म त हतार पाइप थाप्थेँ बकेटमा, तर जोडी चाहिँ दिन्थ्यो, तर आधी बकेट पनि नआउने पानी चाहिँ माथि ट्याङ्कीमा गएर बन्द गरिदिइहाल्थेँ। वैसे पनि गरेछ। प्लास्टिक धेरैपल्ट निकाल्यो, थाङ्ना निकाल्यो पाइपबाट। अहिले यहाँनिर टिकारामले बनाएको पानी आउँदैछ, र पनि अब हामीलाई चाहिँ एकदमै टुमटुम पारिदिएको छ। अनि यो नयाँ पाइपहरू बाँड्यो यहाँ अरूलाई, यो डाँडाकोहरू सबैलाई नयाँ पाइप बाँडेको छ लामो लामो। हामीलाई चाहिँ दिएन, उनीहरूलाई एक्स्ट्रा फाल्टो लाइनहरू त्यसरी दिइरहेछ पाइपसँगै, त्यो पनि हामीलाई दिएको छैन। उनीहरूले त्यसो पनि गरिरहेछ। त्यहाँबाट यहाँ तल एउटा यहीँनिर तल हाम्रै बारीभित्रै यहाँ तल एउटा ठुलो कटुस थियो, ठुलो कटुसको रुख थियो। त्यो कटुस ढाल्दाखेरि चाहिँ के गर्यो भने यिनीहरूले ढाल्यो, के गर्यो भने यो डाँडाको सबैजना भेला भएर चाहिँ ढाल्यो। त्यहाँबाट यहाँ माथि हाम्रो घरमाथि रोडमा चाहिँ खुकुरी भिराइरहेको मान्छेहरू राख्यो। हाम्रो घरबाट त्यो रुख लडाउँदाखेरि चाहिँ अब हाम्रो घरबाट चाहिँ केही भन्यो भने, झगडा गऱ्यो भनेदेखि चाहिँ अब हामीमाथि चाहिँ डरलाग्दो अब मार्ने पुरै प्लानहरू गरेर चाहिँ त्यो रुख ढाल्यो। त्यति बेला पनि मैले आमालाई बोल्नु दिइनँ। ठिक बुधबारको दिन ढालेको थियो। आप्पा बजार गएको थियो, आमा र म चाहिँ त्यो घरमा थियो। त्यहाँदेखि चाहिँ त्यो रुख ढाले त्यसरी, तर पुरा डाँडाभरि मान्छे राखेर ढाल्यो यिनीहरूले। मैले सुने पनि, करायो भने चाहिँ भन्दै थियो अर्कोले चाहिँ भन्दै थियो डाँडाभरि पोडेहरू छ, आइरहेछ भनेर भन्दै हो यसरी गर्दै ढालेको। त्यस्तो पनि गरेछ यिनीहरूले। त्यहाँबाट ऊ पर घरमा बन्दुक पड्काए एकपल्ट ठ्याङ्गै गरेर। त्यहाँबाट यहाँ माथि माने घाटोमा, यहाँ माथि माने छ, यहाँनिर माने छ एउटा,
यो मानेमा पनि मान्छे ढुकाएर राख्छ। यहाँ पनि एकपल्ट बन्दुक पड्का ठ्याङ्गै गरेर बन्दुक पड्का यहाँ पनि त्यस्तोहरू गरिरहेछ। जे गरेर पनि मार्छु भनिरहेछ। मैले खुद सुनेको कुरा, जे गरेर पनि मार्छु भन्ने यस्तो कुरा पनि मैले खुद सुनेको, हिराको मुखबाट पनि सुनेको, राजेशको मुखबाट पनि मैले सुने। अनि त्यस्तो डरलाग्दो चाहिँ हामी माथि जमिनको विषय लिएर चाहिँ गरिरहेछ। जमिन पनि डल्लै क्याप्चर गरिरहेछ। खजाना हामीले तिरिरहेछ। खजानाको रसिद सहित पनि हामी निकाल्न सक्छ। हामीले खजाना तिर्दै गरेको त्यस्तो गरिरहेछ। अनि चाहिँ अब यिनीहरूले लाएको मान्छेहरूले यस्तो पनि भनेको सुने मैले, परिवारै खत्तम गरियो भने मात्रै हो भन्ने कुरा। अब मलाई चाहिँ बाउ आमाको छेउमा चाहिँ केही नगर्नु भन्नु रहेछ यिनीहरूले। बाउ आमा अब छैन भने चाहिँ मलाई चाहिँ अब आपा चाहिँ मैले ढुक्कै घरमा बस्दिनँ भनेको छु र आपा चाहिँ अब मसँग बसी पनि दिन्छ। आमा चाहिँ अब घाँस, दोकान, बजार जानु यो सबै काम आमाले नै गर्छ। आपा चाहिँ ढुक्कै घरमा बसिदिन्छ। अब मेरो लागि सधैँभरि आपा यसरी ढुक्कै हुन्छ भनेर पनि त अब ग्यारेन्टी छैन। यसले गर्दाखेरि मलाई खतरा छ। यिनीहरूले चाहिँ जमिनको विषयबाट यस्तो डरलाग्दो गरिरहेछ। यो जमिन हो, यहाँ पर अशोकले डोजर पनि लगाइरहेछ। अशोकले पनि के भनेको छ, के गरेको छ, यो सबै मैले रेकर्ड गरिरहेको छु, राखिरहेको छु। सबै रेकर्ड गरिरहेको छु मैले। यिनीहरूले चाहिँ सबैजना मिलेर चाहिँ यिनीहरूले त्यसो गरेको छ। मलाई चाहिँ पुरै मार्ने प्लानहरू गरिरहेछ।